देख्न सक्नुहुन्छ गाइज है हिलो बाटो यस्तो छ यी भ्लग बनाउने क्रममा यस्तो हेभी बाटो गाइजहरू राइडर चेन्ज भइसक्यो यहाँ राइडर चेन्ज भइयो है अब जाने तल हामी पोखरे बगर बजारमा टक्क लाएर जानुपर्छ है केटा हो टक्क त्यही भएर टक्क जाने अल गुड तगडा टक्क हामी घर आइपुग्यौँ। अब त्यहाँ भिडियोमा चाहिँ अलि झ्यासमिस छ। हामी दिउँसो चाहिँ रुप्छे झरानी गएको थियौँ। अलि भिडियो कम भएको कारणले त्यही नै हाल्दैछु लास्टतिर छ होला मिलाएर हेरिदिनु होला। क्यामेरा एङ्गल चाहिँ अलि जानेन केटोले त्यही भएर अलि छ्यासमिस छ मिलाएर हेरिदिनु होला। हस् त धन्यवाद। सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ भिडियोमा। टक्क लाएर हामी आज जाँदैछौँ हामी तातोपानी बजारसम्म। सो थोरै सो सामान खरिदान्न तातोपानी पोखरी बजारसम्म पुगेर आउँछौँ होला। हामी चाहिँ रात पर्न आँटिसक्यो त्यही भएर नि जाँदैछौँ। आज चाहिँ हामी स्कुटरमा जाँदैछौँ राइडमा त्यही भएर नि अलि म उत्साहित छु गर्ने चाहिँ आज चाहिँ स्कुटरको भ्लग आउँछ। टक्क हामी जाने हो ल यति टक्क हामी दुई भाइ जाँदैछौँ। यता छ यता केटो अब राइडर यो हो गरे अब राइडर त मै हो नि जाँदा त टक्क लाएर जसो गाइज हामी जान्छौँ उहीँ गएर भेटौँला त स्कुटर भएको ठाउँमा तल। अब यहाँ बाटो खराब छ नि त त्यही भएर पर राखेर आएको। बाई बाई। र टक्क आइपुग्यो। अब हामी यहाँ जानुपर्छ टक्क ठ्याक्क लासमाइतिर। सेफ्टी फर्स्टमा है केटा यसरी गर्ने होला नि अहिले आउँदा जाँदैन है यो डिकीमा हालिदिनु यो चाबी दुईवटा स्कुटी छ केटा चाबी यस्तो त्यो ग्यासहरू होइन हो दुईवटा स्कुटर चाहिँ टक्क दाजुभाइ चलपल बाह्रमा हिँड्छ। अब बाटो फेरि लाख राम्रो पिच छ भन्ने दिन आउला जस्तो छैन त्यही हो। त्यो चाहिँ हामीले हिँडिसक्यौँ होइन बाटो चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ। हामीले हिँडिसक्यौँ क्यामरा त्यति होइन त्यही पोक्सपसम्म पुग्ने काम हो अलिक गएको छ अरे त्यही हो। त्यस्तो चाहिँ राइडर चेन्ज भइसक्यो यहाँ राइडर चेन्ज भइयो है अब जाने तल हामी पोखरे बगर बजारमा टक्क लाएर जानुपर्छ है केटा हो टक्क त्यही भएर टक्क जाने अल गुड बिस्तारै केटा हो बिस्तारै यस्तो बाटो नै टक्क अब बाटोमा गएर भेट्छु केटा टक्क ल। सजना जी मैनू छड़ के नहीं जाना कदी झूठे वादे सही दिल से निभाना कदी लंबी रातें सही ख्वाब तो दिखाना कदी मैं हूँ तारा तेरा चांद बन जाना कदी परदेसी तेनों जरा जिस्म का शौक नहीं दिल दीवाने तेनों बेवफा का रोग नहीं कुड़ियों दा मेला कुड़ी नाल तेरी मौज नहीं तू ही है रब तुझे रब की। यो गाइज हैन हामी चाहिँ फाइनल आइसक्यो काम भएन भनौँ न सोलो जसरी गरे त्यो भएर
गाइज होइन अब के भन्ने बाटो यस्तै छ गाइजहरू बाटो यस्तै छ बिहान त नि अब यसो भलक बनाइदिउँ भनेर निस्किएको आज यहाँ काम थियो काम भएन र ताजबानी बजारमा थोरै काम छ अनि त्यहाँबाट जानुपर्छ त्यही हो अरू के भन्ने है गाइजहरू हस् होला भलक अँ र गाइजहरू फाइनली रात परिसक्यो अब बाटोमा धेर भलक बनाउनु पाइएन सामान किन्न गएको अब बराबरी सामान लिइन्छ हिँड्छ अब त्यही हो एकदम छोटो मिठो भलक हेर्दैन होला अब खासै नराम्रो केही बोले जस्तो त लाउन्न नराम्रो केही बोलिदिएछ भने माफ गरिदिनु होला कस्तो धन्यवाद बाई बाई देख्न सक्नुहुन्छ गाइज है हिलो बाटो यस्तो छ यी भलक बनाउने क्रममा यस्तो यो बाटो गाइजहरू हेलो गाइजहरू होइन फर्किँदै भनौँ न बाटो चाहिँ यस्तो छ हेरौँ राइडरै खतरा हो यता राइडर यो अगाडि बाटो चाहिँ अब राम्रै छ भनौँ ए गाडीहरू हिँडिरहेको छ यी ए मुस्ताङको लागि हो त मुस्ताङको बाटो भेजा छ गाडीहरू नआउनु होला भनिदिनु है क्या एक दुई ठाउँ अलिक नराम्रो छ एक दुई ठाउँ नराम्रो नत्र बाटो त मक्खन छ भनौँ न त्यही बाटो यस्तै छ तल खोला एक मिस खोला बाटो बाटो त्यही हो गाइजहरू के भन्नु अरू त तपाईँहरू आउनु होला घुम्न ठाउँ रमणीय छ फेरि थाहा छ भन्नु होला थाहा पाइ नै आउनु त्यही हो अरू त के भन्ने बाटो यही हो कतिलाई गर्दा छासिने थाहा छैन आशा गरौँ केही नहोस् तपाईँहरूलाई पनि केही नहोस् आउनुहोस् रमाइलो गर्नुहोस् जानुहोस् गर्लफ्रेन्ड लिएर नआउनु बिचराबाट फेरि बाटो यो अरू त के छ र भन्ने बाटामा यतिलाई पेल्नुपर्छ गर्लफ्रेन्डले पेल्नु सक्दिनु होइन गाह्रो छ ल भलक यति नै फेरि भेटौँला हस् त